हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन आजभोलि चाहिँ होइन जति पनि छन् नि मान्छेहरू ती कोही पनि सपोर्ट यस्तो लाइक कमेन्ट सेयर यस्तो गर्दैनन् कि किनकि तिनीहरूलाई थाहा छ नि त अगाडि बढेपछि फेरि ऊ गर्छ भनेर होला होइन भाउ खान्छ यस्तो यस्तो सोच्छन् है सबै एकै जस्तो हुन्नन्। हामी चाहिँ आफ्नो गाउँतिर यस्तो भ्लगिङको लागि हो आजभोलि यताउता जान टाइम मिलिरहेको छैन हल्का बिजी भएको कारणले बिजी मतलब त्यस्तो बिजी पनि होइन घरमा काम हुन्छ त्यस्तो कामसाम गर्नुहुन्छ त्यसैले हो अनि यताउता जान टाइम मिलिरहेको छैन। अनि बहिनी चाहिँ यता गइरहेको चाहिँ साइकल लगेर कहाँ जाने बहिनी कहाँ जाने को साथी अरू केही छैन चुनावमा के हुन्छ भनेर थाहा छैन होइन अब हेरौँ को जित्छन् किनकि होइन अबसम्म जति पनि आए तिनीहरूले होइन विकास गरेन भन्ने नै पाएको थियो होइन विकास पनि भएको छैन खासै होइन जस्तो पढाइ छ त्यस्तो टाइपको जब छैन जस्तो टाइपको जब छ त्यस्तो टाइपको पढाइ छैन। पहिलो मेन कुरा यो देशमा रोजगारै छैन त अनि कहाँ हुने होइन रोजगार पाएपछि होइन सबैजना कोही विदेश धाउन थिए नेपाली धेरै केटा होइन दाइहरू जस्तै दिदीहरू गइरहेको छन् होइन कोरियन ल्याङ्ग्वेज पढेर गइरहेको छन् कोही खाडीको भिसा लगाएर गइरहेको छन् होइन खाडीको भिसा सिसा लगाएर जानुहुन्छ अनि दुःख गर्नुहुन्छ बाहिरको देशमा त्यही दुःख आफ्नो देशमा गरेपछि होइन केही पैसा त आउँथ्यो नि देशमा पनि त्यसै कारणले होइन देशमा पनि विकास गर्नको लागि राम्रो उम्मेदवार चुनेर होइन देश डेभलप गर्नुपर्छ। योचोटिको चुनाव फागुन 21 गते जो चुनाव हुँदैछ होइन अब त्यसमा हेरौँ को जित्छ जो जित्छन् अब तिमीले विकास गर्छन् कि गर्दैनन् भनेर हेर्नुपर्छ हामीले होइन। अनि हाम्रो चाहिँ यो भ्लगिङको लागि एउटा माहौल क्रिएट पनि गर्नु पर्यो नेपालमा होइन त्यो पनि हो जो भ्लग सलग बनाइरहेको छ तिनीहरूको लागि पनि होइन भिडियो सिडियो जो बनाउँछन् तिनीहरूको लागि पनि राम्रो गर्नुपर्छ होइन तिनीहरूलाई सपोर्ट सबैले गर्नुपर्छ होइन। अनि त्यसै कारणले गर्दाखेरि हो आजभोलि अनि हामी चाहिँ आज घरमै हो अनि बिजी हुन्छौँ क्या लास्टै अनि पछाडि भाइ बिखान भनेर हिँडिरहेको छन् होइन। अब हामी चाहिँ अब आजलाई यति नै बाई बाई सी यू नेक्स्ट डे। धेरैले सोचिरहेको होला नि मिडिया आयो हाम्रो होइन नि भल दाइ सन्चो हुनुहुन्छ मैले पढाइ छोडेर भ्लग बनाएर आएको छु कस्तो लागिरहेको छ राम्रो काम गरेँ कि गरेन यसबाट के होला जस्तो लाग्यो कि नै एकदमै हुन्छ हाई गरिदिनु दाइ हाई गरिदिनु ल दाइलाई थ्याङ्क यू है। अनि हामी चाहिँ अगाडि जाउँला हो।